हेलो एभ्रिवान गुड मर्निङ सोभी अनि जय गोर्खा सबैमा है त ल अहिले चाहिँ हामी कहाँ छौँ भन्दाखेरि तपाईँलाई कतिजना त थाहा भइसक्यो होला यो यताउतिको बिल्डिङ सिल्डिङहरू हेरेर भने है तपाईँलाई टक्कसँग यो चाहिँ हाम्रो कहाँ छ पञ्चायत कलेज ठ्याक्कै हाम्रो बिएनसी यता र यता हाम्रो डेल्टाको खेलाडीहरू भन्छ नि यता है डेल्टा च्याम्पियन्सहरू चाहिँ यहाँ छन् आज यिनीहरूले कतिवटा मेडलहरू हान्छन् होइन आज भरे आउने छ भने आज चाहिँ यहाँनिर हाम्रो तेस्रो कलर द ग्रेट जिल्ला च्याम्पियनसिप भनौँ न जिल्ला स्तरीय तेक्वान्दो च्याम्पियनसिप हुँदैछ भने आज देख्न सक्नुहुन्छ भाइ बहिनीहरू टक्क लगाएर अनि लियोले आज के हान्ने होइन लियो सबले आज के हान्ने अहिले भरे म देखाउने छु यहाँहरूको लागि भन्दै सबै केटाकेटीहरू चाहिँ ल यो चाहिँ हाम्रो तेक्वान्दो खेलाडीहरू हुन् होइन टक्कसँगले कोहीहरू छ भने चाहिँ आज चाहिँ भाइ बहिनीहरू छ भने हेर्ने ल तेक्वान्दोको गेमहरू आज के छ कस्तो हुँदो रहेछ तेक्वान्दोको है अब अरू खेलको मात्र हेरिरहेको थियो भने आज चाहिँ तेक्वान्दोको खेलको गेमहरू हेर्नेछ सबैजनाले तेक्वान्दो खेल कस्तो कसरी खेल्दा रहेछन् होइन टक्कसँगले आज सबैजनाले हेर्नुहुनेछ है त ल आज चाहिँ हाम्रो हुन गइरहेको छ कहाँ हुन गइरहेको छ तेक्वान्दो बोर्डिङ स्कुल ट्याक्कसँगले बिर्ता मोडमा आज हाम्रो ओहो मेरो भाइ ठिक छ के छ एकदम ठिक छ धेरै पछि पो भेटौँ है ए ल सन्चै हुनुहुन्छ सन्चै भाइ कता हुनुहुन्छ यतै हुनुहुन्छ मैले यति छु अहिले 8-10 दिनमा हजुरआमा खसेर आएको थिएँ कि अनि ल सर लगाएर यहाँनिर आइसकेको छन् भाइ बहिनीहरू बने हाम्रो आदर्श भाइसँग चाहिँ धेरै वर्ष भेट भइसकेको छ आदर्श नि होइन हजुर आदर्श ए आदर्श भेट भइसकेको छ भने ल हेरिना यसको लागि चाहिँ टक्कसँग हेरिना पनि हाम्रो म्याट स्याट बिसाइसकेको छ हाम्रो यता जितेन गुरु हुनुहुन्छ यता एकदम यता जितेन गुरु हुनुहुन्छ अरूलाई म धेरै चिन्दिनँ र यति भन्दै अब सानो आजको चाहिँ इन्फर्मेसन आइसक्यो अहिले म कहाँ छु भन्दाखेरि ठ्याक्कसँग मैले भनिसकेँ बिर्ताबाट छु भनेपछि आज सबैजनाको गेमहरू चाहिँ कस्तो कस्तो हान्दो रहेछन् झापाका खेलाडीहरू कस्तो कस्तो रहेछन् होइन आफ्नो दोजाङको प्रतिनिधित्व कसले कस्तो कस्तो गर्नेछ र भाइ बहिनीहरूको खेल पनि आज टक्क लगाएर आज हामी हेर्नेछौँ ल झापा बिर्ता मोड है त ल गाइज ल अब को भाइरल हुने कसले भरे है ए यहाँनिर छन् ल को हो ए गौरीगञ्जबाट हो गौरीगञ्जको खेलाडीहरू गुरुको गौरीगञ्जको ए हजुर हो ए ल है त ल स्वागत छ गुरुलाई पनि है आज गौरीगञ्जदेखि लिएर यता 4 गरे अहिले पनि आउनेको सङ्ख्या आइरहेछ नि फेरि यहाँ सबैजना बाहिर खाजा खाना गएका थियो होला सायद होइन र आउने क्रम भइरहेको छ आज यो चाहिँ भनेको चाहिँ हाम्रो साना भाइ बहिनीहरूलाई चाहिँ लक्षित गरेर गरिएको गेम हो सानो अब अलि सानो वेटमा गेम चाहिँ भइरहेको हुँदैन नि त होइन पहिलेको हाम्रो जमानामा त साला गेमै आउँदैन थियो अहिले त गेम आएको आइछ यिनीहरूलाई यस्तो मोटिभेसन मिल्छ गेम खेल्न पाएको पाएको छ हाम्रो पालीमा गेमै हुँदैन थियो ए गेम गराउनुहोस् गुरु गेम गराउनु गेम खेल्न पाए हुन्थ्यो भन्ने हाम्रो जमाना थियो यिनीहरूको जमानामा महिनै पछि गेम हुन्छ यिनीहरूको कति भागेमानी मान्छे है हाम्रो पाली त गेम खेल्न पाए पनि हुन्थ्यो लगे पनि हुन्थ्यो भन्ने थियो आजकलको जमानामा गेम त आएको आइगर्छ यसले गर्दाखेरि चाहिँ कम्पिटिसन दामी हुन्छ है प्र्याक्टिस बबाल हुन्छ होइन अनि गेम सुधारको लागि चाहिँ यो चाहिँ सबैभन्दा राम्रो भनेको चाहिँ प्रतियोगिताहरू गराउँदैखेरि चाहिँ होइन सबैजनासँग भेट्न पाइन्छ नि त होइन ओहो कुन ठाउँको खेलाडीहरू के रहेछन् कस्तो रहेछन् भन्ने कुराहरू अझै उनीहरूसँग फाइट गर्न पाइन्छ होइन अनि अझै अर्कोचोटि चाहिँ के हुँदो रहेछ भन्दाखेरि एउटा डर हराउँछ होइन अर्कोचोटि अझै म बेस्ट गर्छु यसपालि मेरो मेडल आएन भने म अर्कोचोटि मेडल ल्याउँछु यसपालि मेरो ब्राउन्ज मात्र आयो भने म अर्कोपालि सिल्भर ल्याउँछु सिल्भर मात्र आयो भने म अर्कोचोटि गोल्ड हान्छु म बेस्ट फाइटर उठाउँछु भन्ने कुराहरू हुन्छ है त ल यस्तो खेलाडी जीवन भनेको डिसिप्लिनले चल्छ भने एभ्रिवान र हेर्दै गर्नु होला र आज चाहिँ हाम्रो जिल्ला झापा जिल्ला स्तरीय तेक्वान्दो च्याम्पियनसिप हुँदैछ र आजको चाहिँ ल भाइ बहिनीहरू चाहिँ पनि आउने क्रमहरू भइरहेको छ भने अहिले हामी कहाँ छौँ भन्दाखेरि हाम्रो कहाँ सञ्चालन गेम भइरहेको छ भन्दाखेरि सर लगाएर चाहिँ हाम्रो कन्काई बोर्डिङ स्कुल बिर्तामोड कति नम्बर पर्छ कमेन्ट गर्नु होला मलाई ठ्याक्कै थाहा भएन कति नम्बर है हाम्रो तमुटोल 5 पर्छ हाम्रो डेल्टा चाहिँ है ल यति भन्दै आज सानो मिनी ब्लगमा यही त गर्छु र तपाईँसँग मलाई बिदा दिनुहोस् हस्त धन्यवाद र म अर्को गेमहरू टक्कसँग लिएर आउने छु है त मोबाइलमा चार्ज कम छ आज अलिकति राति चार्ज हालेर छ होइन अलिकति अघि चार्ज हाल्न गएको थिएँ लाइट अफ के भन्छ लाइन गएको थियो है त गाइस ल थ्याङ्क यू सो मच फर वाचिङ अन टिभी ओके थ्याङ्क यू सो मच